आफ्नो फोटो 4वटा फोटो 5वटा फोटो खिचेको यो पापी मान्छेले एउटा कतिले फोटो खिच्दैन मेरो उसको मैले 20वटा खिचेको 26वटा राम्रो छ हेर्नु यो साथी चकलेट फ्याक्ट्रीको घुमाइ कस्तो भयो हैन त हामीले त्यो के रे प्रसाद बरु हामीले सरस्वती पूजामा प्रसाद धेरै पाइन्थ्यो होला Hello, good morning everyone. Hi, good morning. Good morning, good morning. Now we are moving towards Malaysian Kuala Lumpur city tour. के रे आज पनि ओपनिङ ईशान सरको भ्लगिङबाट मैले गरिरहेको छु खै पैसा कति आउने यसो 50-50% दिने हुन्थ्यो र अहिलेसम्मको टुर के कस्तो भइरहेछ यसो ल आमा हजुरले भन्नुस् त मलाई त धेरै राम्रो लागिरहेको छ हजुर रमाइलो लागिरहेछ तीनटा देश घुम्न पाइयो हैन सबै साथीहरु रमाइलो हुनुहुन्छ रमाइलो लागिरहेछ जे भनी सिरी लेखेकै रहेछ अनि नानुको मलाई एकदम रमाइलो लागिरहेको छ अरु त्यति नै अनि सबैजनासँग यसरी जान पायो तीनटा कन्ट्री घुम्न पायो फर्स्ट इन्टरनेसनल ट्रिप थियो राम्रो भयो एक्सपिरियन्स धन दादा हेलो ब्रदर हजुरको भन्नुस् हामी एकदमै के रे रमाइलो गर्दै छौं हजुर थाइल्यान्डमा पनि रमाइलो हो सिङ्गापुरमा पनि रमाइलो हो मलेसियामा आज हाम्रो लास्ट प्रोग्राम छ अनि हिजो पनि हामी घुम्यौं टेन्टी हाइल्यान्ड असम एकदमै राम्रो दामी लाग्यो है त हामी एकदमै रमाइलोमा छौं अझै केशव सर हेलो एभ्रीवन गुड मर्निङ साँच्चीकै सबै साथीभाइले भने जस्तै एउटै कुरा रिपिट हुन्छ जस्तो लागिरहेछ आफ्नो फिलिङ्स भनेको अब यो टुरको मेन मोटिभ भनेकै घुम्ने हो त्यहाँमाथि हामी सबैजना एज लाइक अ फ्यामिली सबै जति ठाउँबाट जहाँबाट जोडिए पनि एउटै फ्यामिली जस्तो एउटै घरको फ्यामिली जस्तो एकै ठाउँमा बसिएको छ एउटै कुरा हरेक प्रब्लमदेखि हरेक कुरा सेयर गर्न पाइएछ गाह्रोसँग र कुरादेखि लिएर मिठा नमिठा तिता मिठा सबै कुरालाई आत्मसात गर्दै हामी हिँड्न पाइएछ यही नै सबैबाट ठुलो कुरो हो यो टुरमा ले साँच्चीकै एउटा कुरा चाहिँ हामीलाई के महसुस गराएको छ भने हामी 17-18 जना जस्तो लाग्छ मलाई 18 जनामा यो 18 जनाको भोलिको यिनीहरूको टाइमसम्म कनेक्सन हुने त्यो खालको फिलिङ चाहिँ आफ्नो समयमा लागेको छ मलाई पनि त्यस्तै खालको कुरा लागिरहेको छ समयले साथ दिएको बाटोमा मिलेको यो चाहिँ हामी यिनीहरूको लाइफ कोही न कोहीसँग सबैसँग नभए नि कोही न कोहीसँग नयाँ मान्छे नयाँसँग सम्बन्धमा यो जोडिन्छ पछाडिसम्म हुन्छ जस्तो मलाई लागेको छ यसले मलाई नै पनि एउटा राम्रो एनर्जी दिएको छ यो फ्रेन्ड सर्कलले भोलिको दिनमा केही पर्दाखेरि यो रमाइलो सँगसँगैको सम्बन्धलाई प्रगाढ बनाउँछ भन्ने लागेको छ साह्रै खुसी लाग्छ अन्त मेरो शब्द इटुङ्ग्याए अगाडि क्यामेरा लैजानुहोस् फेरि आइतो सरले फेरि मलाई बोल्न दिएन भन्नु होला ल हजुरको बताउनु हेलो गुड मर्निङ एभ्रिवान है एकदमै रमाइलो भइरहेको छ सबै साथीहरूले भन्छन् भयो अगाडिको भ्यान त कता गयो सबैभन्दा पहिले त हाम्रो यहाँ नेपालको एउटा सरकार एउटा नियम नीति अनि हामी चाहिँ धेरै कुराहरू चाहिँ विदेशमा कस्तो छ हामी नेपालमा चाहिँ कस्तो छ धेरै कुराहरू सिक्यौँ विदेशमा नै कि एउटा बाहिर चाहिँ ठुक्नु पनि नमिल्ने पनि हुँदा रहेछ एउटा पेपर खसाले पनि जरिमाना हुँदो रहेछन् अब हाम्रो नेपालमा चाहिँ जता जसलाई पनि जे गरेको हुने गाडी पनि जता कुदाए पनि हुने यहाँ एकदम सिस्टम एकदम नियम नीति एकदम राम्रो लाग्यो करिब हाम्रो 10 दिनको यात्रा आज बेलुकीसम्म अन्तिम हुँदैछन् अब भोलिदेखि हामी फेरि नेपालमा आएर पुरानै नियम कानुनमा चाहिँ लुख्रुक काम गर्नु थाल्नुपर्नेछ र आजसम्मलाई चाहिँ एकदमै रमाइलो भइरहेको छ तपाईँहरू पनि यसो समय मिलाएर अलिअलि थोरै पैसा जम्मा गरेर पनि घुम्नु आउनु होला भन्दै मैले आज मेरो केही भनाइ राखेँ धन्यवाद ब्लगमा उहाँ चाहिँ फेरि ब्लगमा बिचमा आउनुहुन्छ
आजको ओपनिङ भ्लग नै लगभग 5 मिनटको एक एपिसोडको भइसकेको छ। कन्टेन्टलाई बढाउनको लागि यति चिज गर्नुपर्छ। इसान सर बुझ्नुभयो? ओके, अरू के हुन्छ हामी चकलेट फ्याक्ट्रीदेखि लिएर ट्विन टावर र मलेसियाको इम्पोर्टेन्ट एरियाजहरूलाई चाहिँ सर्ट टाइममा चाहिँ कम्प्लिट गर्नुपर्ने छ, एराउन्ड 3 आवर्समा। किनभने बेलुका हाम्रो 6 बजे होटल ग्रान्ड कन्टिनेन्टलमा प्रोग्राम पनि छ, म्युजिकल नाइट्स। राष्ट्रिय दूतावासदेखि लिएर सम्पूर्णको उपस्थिति रहनेछ। अब सायद यो भ्लग आउन्जेलसम्म त तपाईँहरूले यो भइसक्यो भन्ने सुन्नुहुन्छ होला। एनिवे जो आउनुहुनेछ उहाँहरू सम्पूर्णलाई हामी वेलकम छ। यदि छैन भने पनि विभिन्न मिडियामा क्लिपहरू आउनेछ, त्यो क्लिप हेरेर पनि इन्जोय गर्नु होला। ओके, हामी प्यालेसको बाहिरी भाग खिचेका थियौँ र प्यालेसको भित्र जान नमिल्ने भएको भएर कतै टाइम भएको खण्डमा म मेमोरिजको लागि गएको भने चाहिँ फोटो चाहिँ साइडमा इसानजीले एडिटको क्रममा राख्नुहुनेछ। नभए पनि इसानजीको पेज फेसबुकबाट चाहिँ तपाईँले फोटोज हेर्न सक्नुहुन्छ। किनभने त्यो एरियामा चाहिँ हामीसँग सर्ट टाइम थियो, त्यही भएर हामीले भिडियो चाहिँ लिगेनौँ। र अहिले हामी सेकेन्ड ठाउँमा आएका छौँ। पछाडि भ्यू देखिरहनु भयो होला। ल यो ठाउँको नाम हामी भन्दैनौँ होइन, हाम्रो कमेन्ट बक्समा चाहिँ को साथीहरूलाई थाहा छ यो लेख्नु होला र हामीले कमेन्ट बक्सबाट हेर्नेछौँ है को साथीलाई यो लोकेसनको बारेमा। इन्डिपेन्डेन्स स्क्वायर मलेसियामा चाहिँ हामी आएका छौँ। ट्याक्कै यसको अगाडि चाहिँ नेसनल टेक्सटाइल म्युजियम छ होइन, यो तपाईँले देख्न सक्नुहुन्छ। यो स्ट्रक्चर जुन छ यो चाहिँ, अनि यो चाहिँ अहिले सिम्बलको लागि चाहिँ यो सिम्बलको लागि चाहिँ बनाइएको हो, इन्डिपेन्डेन्स स्क्वायरको लागि, जहाँनिर झन्डा रहेको छ, यो मलेसियाको झन्डा। ल यो भ्याएर अब हामी हाम्रो नेक्स्ट डेस्टिनेसनको लागि जाँदैछौँ। र त्यहाँनिर यो जुन यो लाइन छ नि, यहाँनिर मेट्रो ट्रेन चल्दो रहेछ होइन। मलेसियामा चाहिँ धेरै नै मेट्रो स्टेसनहरू रहन्छ। यहाँनिर घुम्न आउनेहरूको चाहिँ एकदमै टुरिस्टहरूको एकदमै तातिरहेको छ, यो देख्न सक्नुहुन्छ। मैले भिडियोमा चाहिँ देखाइरहेको छु। त्यसपछि अब हामी फेरि अर्को ठाउँमा गएर नयाँ चिजहरू तपाईँलाई जानकारी गराउँछु। इन्डिपेन्डेन्ट स्क्वायर घुमेर चाहिँ अब हाम्रो आमाले उहाँ लुकी हेर्नु चक्लेट खान, चक्लेट फ्याक्ट्री चक्लेट फ्याक्ट्री जाने हेर्दै हुनुहुन्छ। मेरो आमालाई कतिको केयर गरेछन् भाइहरूले भनेर देख्नुहुन्छ। हेर्नु रानी बनाएर लिएर हिँड्नुहुन्छ। रानी हामीले दिदी रानी 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 ओके, अझ अङ्ग्रेजीमा ल हामी चक्लेट फ्याक्ट्रीमा गएर फेरि साथीहरूसित जोडिन्छौँ है त। यही हो कोलालम्पुरको ट्विन टावर भनेको। साथीहरू ट्विन टावर बाहिरबाट हेरेर रुममा अब जाने हामी, रुममा जानको लागि गाडीमा आएको। अरू साथीहरू नआएको भएर हामी लफरक्क परेको छौँ। तर हाम्रो यता चालक दाइले चाहिँ माया गरेर एसी खोलिदिनु भएको छ। एसीमा बसिरहेको छौँ। साथीहरू घुम्दै हुनुहुन्छ यहाँबाट। तपाईँहरूलाई म यही गाडीबाट चाहिँ देखाउँछु। बाहिरबाट त हामीले घामले आफ्नो फोटो 4वटा फोटो 5वटा फोटो खिचेको। यो पापी मान्छेले एउटा कतिले फोटो खिचिदिएन मेरो, उसको मैले 20वटा खिचेको, 26वटा राम्रो छ। भन्नु खोजेको तपाईँले सबै मन परेछ। कुनैलाई यता कोल्टाएर कुनै उसलाई उता कोल्टाएर तपाईँले भिडियो फोटो अपलोड गर्छ। मेरो एउटा पनि छैन बे, एउटा छ। साथीहरू प्रब्लम भएको के हो भने उसको यो छ नि, यो ट्याम्पको यो के अरे यो यस्तो दमा क्या, दमा यो दमा तलबाट देख्यो साथीहरू। अब के गर्नु त होइन, भएको चिज देखिन्छ त अनि कमसेकम साथी यो देखियो, यसलाई यस्तो गरौँ भन्नुपर्छ नि। अनि उहाँ लाउँछु म, यिनको सँग लाग्यो। अब म उहाँ लाउँछु, हेर ल आफै भन। हेर्न पोड अन्डा भन्थ्यो एउटाले, बुझिँदैन त्यही पनि। ए साथी चक्लेट फ्याक्ट्रीको घुमाइ कस्तो भयो?
कहानी भन्छु है। हामीलाई के लाग्यो भने चक्लेट फ्याक्ट्री चाहिँ नि सुरुमा त्यो चक्लेट कति हाल्ने, पानी कति हाल्ने, दुध कति हाल्ने, त्यो प्रोसेस स्टेप बाई स्टेप वाइज देखाउँछ भनेको त गएर त त्यहाँ जानु गऱ्यो एकछिन है। अनि त्यसपछि यो यस्तो त्यो त्यस्तो भन्यो, इङ्ग्लिसमै भन्यो, बुझ्यौँ, फर्काउन सकिनौँ होइन। अनि त्यसपछि भित्र लाग्यो ल चक्लेट किन भन्दै चखाउँछ, चक्लेट खान दिन्छ। यस्तोहरू चाहिँ प्रोसेसिङ केही छैन साथीहरू। सबै अलरेडी प्याकिङ गरेको चिजहरू सबै रेडी भइसकेको चिजलाई त्यो बरु चक्लेट म्युजियम भनेको भए चाहिँ हामीले ओके इट्स ओके म्युजियम रहेछ यसबाट चाहिँ प्लस यु क्यान पर्चेज भन्नु हुन्थ्यो। चक्लेट फ्याक्ट्री यु विल भिजिट चक्लेट फ्याक्ट्री वाट द बुझ्नुभयो नि। अरे एउटा पसलमा एउटा सानो पसलमा के हाम्रोतिर नेपालतिर सानो पसलले पनि त्यत्रो पसल राखेका हुन्न कि त्यसको 3 गुणा 4 गुणा। त्यसमा त्यो उनीहरूका परिकारका चक्लेटहरू 5-7वटा रहेछन्, तिनीहरू चाहिँ राखेर के भन्छ किन चखाउनु चाहिँ चखायो फेरि टुक्रा टुक्रा काटेर यत्रो यत्रो होइन। त हामीले त्यो के अरे प्रसाद बरु हामीले सरस्वती पूजामा प्रसाद धेरै पाइन्थ्यो होला। एउटा पोका लियो है हामीले, यो पोकाको 77 अफरमा लिएको। कहाँसम्म मुर्गा हामी एउटाको कति 77 एउटाको अफरमा पो 77 पऱ्यो त होइन। एउटा किन भने चाहिँ 77 अफरमा किन भने 64 ल 64 रुपियाँ परेछ एउटालाई। किन 5मा किन्दा 1 फ्री रे के कारण कति डिस्काउन्ट भनेको त 6 रुपियाँ डिस्काउन्ट रहेछ। 6 रुपियाँ के आउँछ भने एउटा बियर आउँदैन, एउटा पानी आउँछ, त्यही पनि किनेर खान्छ न छैन। सर चक्लेट किन्नु पर्यो किनभने चुपचाप आज पैसा त 16,000 चक्लेट बरु बाहिरै किन्नु पर्ने रहेछ चक्लेट किलोको 2 रुपियाँको किन्नु पाइएको। ओके अब साथीहरू भाग्यमा यस्तै रहेछ। तिमी टाढा ज्यान्त टाढा छ, बिरानो नसम्झ माया गाडा छ भने जस्तै उफ भएको छ। आर्थिक र राजनीतिक अवस्थालाई उजागर गर्दै गरेको छ र अन्तर्राष्ट्रिय नेपाली साहित्य